तपाईहरुलाई स्वागत छ एजुकेसन फ्यासनमा। आज हामीहरू द भोइस अफ ऱ्यान को समरी क्लास 10 को पोएम पढ्न गइरहेछौँ। यसको लेखक विल्ट विथ हिटम्यान हुन्। उहाँको जन्म 31 मे 1819 मा लङ आइल्यान्ड युएसए भएको। मृत्यु 26 मार्च 1892 क्याम्डेन न्यू जर्सी अमेरिकामा भएको। हि इज अ पोएट, जर्नलिस्ट एन्ड एसेस्ट। उहाँलाई फादर अफ थ्री भर्सेस पोएम पनि भनिन्छ। यो द भोइस अफ ऱ्यान के हो? थ्री भर्सेस पोएम हो। के हो? थ्री भर्सेस पोएम हो। र अब हामीहरू च्याप्टर नम्बर लागौ। द भोइस अफ ऱ्यान। द भोइस अफ ऱ्यान को पार्षदको आवाज, द भोइस अफ ऱ्यान। एन्ड हु आर दो साइड आई टू द सफ्ट फेलिङ सवर। मैले सफ्ट फोर सलिङ सोधे, तिमी को हौ? मैले सोद्धाखेरि भनेर सोधे, तिमी को हौ? दोको अर्थ के हुन्छ? तिमी। टी हुन्छ उद्योगको यु, तिमी हुन्छ। व्हिच स्ट्यान्ड टु टेल गेभ मी एन एन्सर एज हेयर ट्रान्सलेटेड। उसले उसको एन्सर अनौठो छ, जुन मैले त्यसको एन्सर तल ट्रान्सलेट गरेछु। जुन त्यो एन्सरले दियो त्यो एन्सर धेरै अप्ठ्यारो थियो, जुन मैले ट्रान्सलेट गरेछु। त्यसले के भन्यो भने, आई एम द पोएम अफ अर्थ सेड द भोइस अफ ऱ्यान। आई एम द पोएम अफ अर्थ सेड द भोइस अफ ऱ्यान। द भोइस अफ ऱ्यान के भन्यो भने, म पृथ्वीको कवि हुँ। म के हुँ? म पृथ्वीको कवि हुँ। कविको कुरा गर्दाखेरि कति कवि मनको हृदयबाट निस्किने गर्छ। कविको अर्थ, कविताको अर्थ मनको हृदयबाट निस्किने होइन, त्यो हो कविको अर्थ। कविको अर्थ भन्दा पोएमको कुरा आउँदाखेरि, कविताको कुरा आउँदाखेरि मान्छेको मनको हृदयबाट निस्केको हुन्छ। कति राम्रो सुन्दर निस्केको हुन्छ, त्यो हो। एन्ड इटर्नल आई राइज इम्फेबल आउट अफ द ल्यान्ड एन्ड द बटमलेस सी। इटर्नलको यसमा यस्तो हुन्छ, अनन्त, अनन्त रहिरहने। इम्फेबलको अदृश्य। म त्यो हुँ कि सधैँ रहिरहन्छु अदृश्य भएर, जुन म समुद्रको सतहबाट, पृथ्वीको सतहबाट निस्किने गर्छु। आई राइज इम्फेबल, म अदृश्य भएर निस्किने गर्छु। अपवार्ड टु हेभेन। अपवार्ड टु हेभेन भन्नुको अर्थ हाम्रो स्वर्गलाई भनिरहेछ, आकाशमाथि, एटमोस्फियर, वायुमण्डललाई भनिरहेछ। व्हेन्स भर्ग्युली फर्मड अल टुगेदर चेन्ज एन्ड एट द सेम। म त्यही रहन्छु, म केमिकली त्यही रहन्छु, फिजिकली म चेन्ज भइरहेको हुन्छ। जस्तै वाटर भेपर हुन्छ समुद्रबाट वा पृथ्वीबाट, बारिस हुन्छ, पानीहरू हुन्छ, सूर्यको प्रकाशले वाटर भेपर हुन्छ र माथि जान्छ र फेरि ट्रान्सलेट भएर तल खस्ने गर्छ। म त्यो, म त्यस्तै रहन्छु। आई डिसेन्ड टु लिभ द डाउट एटमिक्स डस्ट लेयर अफ द ग्लोब। डस्ट लेयर अफ द ग्लोब, लेबको अर्थ के हो? सफा, सफा एटमिक्स, सानो सानो कणहरू, सफा। आई डिसेन्ड टु लिभ, म जहिले पनि सफा र शुद्ध निस्कन्छु। सानो सानो डस्टहरू हुन्छ, जुन पृथ्वीको डस्ट लेयर तल आउँछु, पृथ्वीको तल आउँछु, सानो सानो डस्टहरू तल बसाउँछु। म उड्न दिँदिनँ। म पृथ्वीले हारा भरा सुन्दर राख्ने प्रयास गर्छु, सुन्दर राख्छु। एन्ड अल द्याट इन देम विदाउट मी वेयर सिट्स ओन्ली लेटर्न अनबोर्न। लेटर्न को अर्थ हुन्छ सुपुष्ट, सुपुष्ट, लेटर्न को सुपुष्ट। एन्ड द्याट इन देम विदाउट मी वेयर सिट्स ओन्ली लेटर्न अनबोर्न। जबसम्म म पृथ्वीमा आउँदिन, जबसम्म अर्थमा आउँदिन, तबसम्म बिउहरू लुकिएको हुन्छ, अनबर्न हुन्छ। म आउँदा सबै बिउहरू हराभरा हुन्छ र बाहिर निस्कने गर्छ। यसको अर्थ के हो? जबसम्म बारिस हुँदैन पृथ्वीमा, तब पृथ्वी हराभरा हुँदैन। बारिस हुँदाखेरि नै अब पृथ्वी हराभरा हुने गर्छ। एन्ड forever by day and night I gave back life to my own origin। म पृथ्वीको ओरिजिनबाट रात र दिन निस्किने गर्छु। कहिले पनि म मिट्दिन, जादिन। जहिले पनि म पृथ्वीको ओरिजिनबाट जहिले पनि म आउने र जाने गर्छु। मेरो जीवन त्यही हो। एन्ड मेक प्योर एन्ड ब्युटिफाइड। म पृथ्वीलाई सुन्दर र हराभरा राख्छु, सुन्दर राख्छु, हराभरा राख्छु, प्योर राख्छु, ब्युटिफाई राख्छु, सुन्दर हरा राख्ने गर्छु। फोर सङ, फोर सङ भनेको फोर बिकज हो, इस्युङ फ्रम इट्स बर्थ प्लेस आफ्टर फुलफिलमेन्ट अनरिङ रेक्ट अर अनरेक्ट डुल विथ लभ रिटर्न्स। म पृथ्वीको ओरिजिनबाट नै, पृथ्वीबाट नै जन्मिने गर्छु र पृथ्वीले हराभरा राख्छु, सुन्दर राख्छु, फुलफिलमेन्ट राख्छु, रेक्ट गर्छु, सफा राख्छु, हराभरा राख्छु, रफ
राख्दिन, सुन्दर राख्छु, राम्रो बनाउँछु। ड्युली विथ लभ रिटर्न्स म सधैँ माया र प्यार दर्शाउने गर्छु पृथ्वीलाई हराभरा राख्ने गर्छु। जस्तै भनिन्छ नि जब बारिस हुन्छ तब हाम्रो पृथ्वी धेरै हराभरा हुन्छ। सानो-सानो बिउहरू उम्रिने गर्छ, बर्ड्सहरू सिङ्गिङ गर्ने गर्छ। हाम्रो पृथ्वीको दृश्य राम्रो साफ अति सुन्दर हेर्छ कि मन लाग्छ हेर्ने न हेर्दै गरौँ र यो हाम्रो वाटर साइकल यो द भोइस अफ रेन एउटा वाटर साइकलको बारेमा व्याख्या गरेछ। वाटर साइकल जस्तै वाटर भेपर हुन्छ, माथि जान्छ, कन्डेन्सन हुन्छ, फेरि तल पानी खस्ने गर्छ, फेरि माथि जान्छ, फेरि तल पानी खस्ने गर्छ, पृथ्वीमा खस्छ, पृथ्वीलाई हराभरा राख्छ। त्यसको बारेमा यहाँ व्याख्या गरिएको छ। कविले यहाँ बताउनु भएको छ। अब यसको एक्सरसाइज मैले यही भिडियोको तल हालेछु जस्तै हेर्ने हो भने यहाँ छ। को नम्बर के छ म्याच द वर्ड्स इन कलम ए विथ देयर मिनिङ इन कलम बी इटर्नल इम्पेबल भग्युली रिसेन्ट लेब एटमिक्स एन्ड रेक। जस्तै इटर्नलको नेभर इन्डिङ, इम्पेबलको नट इजिली अन्डरस्टुड, भर्ग्युको अनक्लियर, रिसेन्टको कम डाउन, लेबको टु प्योर आउट एज वाटर, एटमिक्सको इनभिजिबल पार्टिकल्स एन्ड रेको टु टेक केयर अफ। एन्ड नेक्स्ट हाम्रो यहाँ पनि छ जस्तै फिल इन द ब्ल्याङ्क्स चुजिङ द वर्ड्स गिभेन बिलो। यो तपाईँहरूको लागि अहिले एसएलसीमा तपाईँहरूको पढाइमा धेरै काम लाग्छ। तपाईँ जहाँबाट हेर्नु भइरहेछ यो सबै एक्सर्साइज मैले यसमा हालिदिएछु। सबै तपाईँहरू पढ्न सक्नुहुन्छ, राम्रोसित हेर्न सक्नुहुन्छ र नोट बनाउन सक्नुहुन्छ, जुन मैले यसको सहायताले यसमा बनाएको छु, हालेको छु। द भोइस अफ रेन यो तपाईँहरूको एसएलसीमा धेरै काम लाग्नेछ। तपाईँहरू मेरो च्यानललाई सब्सक्राइब गर्नु, लाइक गर्नु।